अमला खाने भए हाम्रोतिर आउनु होला है त। जसलाई कालो सुनको नाम दिइन्छ। आङकपको ट्याक्सी काउन्टर हो। राडी बन्दै हुँदो रहेछ। हाम्रो आङकपको श्री सिम्मेश्वरी माध्यमिक विद्यालय। आङकप बजारको ब्याकग्राउन्ड यस्तो देखिन्छ। हेलो अल अफ यु गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ म हजुरहरूलाई यस भिडियो अन्तर्गत रहेर आङकपसम्मको यात्रा देखाउन गइरहेको छु। कृपया हजुरहरूले मेरो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनुहोला र साथै मेरो च्यानललाई एक सब्स्क्राइब, मेरो भिडियोलाई एक लाइक अवश्य गरिदिनु होला है त साथीहरू। ल अब लागौँ भिडियोतर्फ। र डेडी, मामा र मेरो छिमेकी भाइ चाहिँ त्यहाँ पर जाँदै हुनुहुन्छ र म चाहिँ यता भिडियो बनाउने क्रममा छु र अब हामी सँगै आङकपसम्मको यात्रा गर्नेछौँ। र अहिले चाहिँ हामी घरदेखि मास्तिरको बाटो रोटै रोड गइरहेको छौँ र यहाँ परतिरदेखि चाहिँ उकालो जाने बाटो आउँछ। त्यहाँदेखि हामी उकालो लाग्नेछौँ र हामी चाहिँ उकालो जाने बाटोमा आइसकेको छौँ र यही उकालो गोरेटो बाटो हुँदै हामी चाहिँ आङकपसम्मको यात्रा गर्नेछौँ। र यो रोटै रोड जाँदाखेरि यो परतिर डाँडाको घर छेउ हुँदै सिलसिले च्यान्थापो पुगिन्छ र अहिले चाहिँ हामी यो गोरेटो हुँदै आङकपतर्फ लागिरहेको छौँ। र त्यस्तै गरेर साथीहरू यहाँबाट चाहिँ यो पारी पाँचतरको डाँडाहरू यस्तो देखिँदो रहेछ। एकदमै तुवालोले ढाकेको छ, त्यही पनि राम्रो देखिँदो रहेछ पाँचतरको डाँडाहरू। र त्यस्तै दृश्यहरू देखाउँदै हामी चाहिँ आफ्नो गन्तव्यतर्फ निरन्तर लागिरहेको छौँ। यता मामा र डेडी हिँडिराख्नु भएको छ र त्यस्तै गरेर यहाँबाट देखिने त्यो पारीको डाँडा 8 नम्बर हो र त्यस्तै गरेर यहाँ माथि देखिने डाँडा 7 नम्बर हो र यो 7 नम्बरको डाँडाको नाम चाहिँ आगेपा भन्छन् भने यो तल देखिँदै गरेको 8 नम्बरको डाँडाको नाम चाहिँ किल्लाबटे भन्छन्। र त्यस्तै गरेर अहिले यो म हिँड्दै गरेको हाम्रो ठाउँलाई चाहिँ सोखुपा भन्छन्, हाम्रो 6 नम्बर पर्छ। र त्यस्तै दृश्यहरू देखाउँदै हामी आङकप जाने क्रममा उकालो बाटो लागिरहेको छ। गरेर हामी उकालो जाने क्रममा यहाँनिर एउटा अमलाको बोट रहेछ। एकदमै राम्रो लटरम्ब फलेको रहेछ, तर यो बाटैमा परेकोले गर्दाखेरि धेरैले टिप्दै खानुहुन्छ। त्यसैले गर्दाखेरि यो हल्का हल्का रूपमा झारेको पनि रहेछ, तर धेरै नै मजाले फलेको रहेछ। अमला खाने भए हाम्रोतिर आउनु होला है त। र त्यस्तै गरेर साथीहरू यहाँनिर शीतल छहारी दिने दुईवटा बर्को रुखहरू रहेको छन् र यहाँ तलतिर एउटा छ भने यहाँ मासतिर एउटा छ र यो तलतिरको बर्को फेदमा एउटा पुरानो चौतारा रहेको छ जहाँ बाटो हिँड्ने यात्रीहरूले एकछिन थकान बिसाउनुहुन्छ र चिसो हावा खाँदै आनन्दपनको महसुस गर्नुहुन्छ। र त्यही बाटो हुँदै हामी पनि आङकप लागिरहेको छौँ। र साथीहरू हामी चाहिँ दुई जोडी बर्को शीतल छहारीलाई छोडेर उकालो गोरेटो बाटो हुँदै हामी चाहिँ सल्लेरी बगान आइपुगिसकेको छौँ र हामी चाहिँ यता उँधोको बाटो हुँदै यता उँभोको बाटोतर्फ लागिरहेको छौँ। र यहाँनिर सल्लाहहरू एकदमै ठुल्ठुलो छ, एकदमै राम्रो मनमोहक दृश्य देखिन्छ यहाँ सल्लेरी बगानमा। साथीहरू हामी उकालो गोरेटो बाटो आङकप जाने क्रममा यहाँनिर एकदमै राम्रो अलैँची बगान रहेछ र जसलाई कालो सुनको नाम दिइन्छ, त्यो पनि मैले हजुरहरूलाई देखाउन चाहेँ। र एकदमै राम्रो छ यहाँको अलैँची बगान र यो अलैँची बगान देखाएर हामी आफ्नो बाटोतर्फ अगाडि बढ्छौँ है त। र त्यस्तै गरेर साथीहरू यो माथि देखिँदै गरेको यो भिरहरू चाहिँ छाँगे भिर हो र यहाँनिर यो डाँडामा अहिले भर्खर नयाँ घर एउटा बनिएको रहेछ र यो पारी अलिअलि देखिँदै गरेको डाँडा चाहिँ तोरीबारी हो र हामी यहाँबाट चाहिँ अलिकति तेर्सो जानुपर्ने हुन्छ र हामी चाहिँ यो बाटो हुँदै तेर्सो लागिरहेको छौँ। डेडी र मामा चाहिँ उता पर हिँड्दै हुनुहुन्छ र यता चाहिँ तोरी एकदमै मजाले फलेको देख्न सकिन्छ। अब यसलाई केही समयपछि काटेर थन्काउने बेला पनि हुन लागेको छ। एकदमै राम्रो फलेको रहेछ तोरी चाहिँ। र हामीहरू चाहिँ आङकप जाने क्रममा कालो सुन अलैँची बगानको यो
बीचको गोरेटो बाटो हुँदै उकालो लागिरहेको छौं साथीहरू। र यहाँ पनि एकदमै राम्रो कालो सुन अलैँची बगान रहेछ। र हामी चाहिँ यो कालो सुन अलैँची बगानको बीचको गोरेटो बाटो हुँदै उकालो लागिरहेको छौं। टेडी र मामाहरू चाहिँ अलिक अगाडि हुनुहुन्छ। म चाहिँ भिडियो बनाउने क्रममा अलिक पछाडि हिँडिरहेको छु। त्यस्तै गरेर साथीहरू यहाँ पनि अहिले एउटा नयाँ बस्ती आएको छ र यहाँनिर गाई बाछीहरू पालेको रहेछ। र यता मनतिर बाख्रा भेडाहरू पालेको रहेछ। एकदमै राम्रो छ यो ठाउँको ब्याकग्राउन्ड पनि। यो पनि अलैँची बगानको बीचमा छ यो घर पनि। यसको माथिल्लोपट्टि उतापट्टि मुनतिर अलैँची बगानहरू यस प्रकार छ। र त्यस्तै गरेर यहाँबाट यो पारी आँगेपाको डाँडाहरू यस्तो देखिँदो रहेछ। र अब यो क्लिपहरू देखाउँदै हामी पनि आङकपतर्फ आफ्नै बाटो लाग्नेछौँ। र साथीहरू हामी चाहिँ आङकप बजार आइपुगिसकेको छौँ। र अहिले चाहिँ म ठ्याक्कै काउन्टर साइडबाट यो भिडियो गरिरहेको छु। र यहाँ आङकप बजार काउन्टर मुनिको घरहरू यस्तो छन्। र यहाँ तल आङकप श्री सिम्मेश्वरी माध्यमिक स्कुल छ। र यहाँबाट देखिने ब्याकग्राउन्डहरू यस्तो छ। यहाँबाट चाहिँ एकदम पारीको डाँडाकाँडाहरूको दृश्य पनि एकदमै राम्रो देखिँदो रहेछ। र साथीहरू यो चाहिँ हाम्रो आङकपको ट्याक्सी काउन्टर हो। र यहाँनिर सानो सानो बजार पनि रहेको छ। र यो काउन्टर छेउमा आइपुग्ने मेन रोड यो हो। एकदमै राम्रो छ मेन रोड। र छेउमा घरहरू पनि छन्। र यहाँ भित्तापट्टि सार्वजनिक शौचालय रहेको छ। र हामी चाहिँ ट्याक्सी काउन्टर आएर फर्किने काम थियो। हामी अब यहाँबाट पनि फर्किनेछौँ है त। अब हामी यो बाटो हुँदै फर्किनेछौँ। र साथीहरू हामी चाहिँ ट्याक्सी काउन्टरलाई छोडेर गोरेटो बाटो हुँदै हामी ओह्रालो लागिसकेको छौँ। साथीहरू हामीले चाहिँ गोरेटो बाटो छोडेर रोटे रोड तेर्सो आएर यहाँ हस्पिटल छेउ आइपुगिसकेको छौँ। र यो चाहिँ हाम्रो आङकपको स्वास्थ्य चौकी हो। र साथीहरू आङकपको स्वास्थ्य चौकी अगाडिपट्टिबाट चाहिँ यस्तो देखिन्छ। र यहाँको छेउछाउमा पनि घरहरू रहेका छन्। र यहाँ बीचमा पनि एउटा घर बन्दैछ। यो बन्दै गरेको घर चाहिँ मेरै हो। र यहाँनिर ढुङ्गाहरू पनि उब्रिएको थुपारिएको छ। र यता परतिर बनिसकेको घरहरू पनि छन्। र यहाँ हजुरआमाले चाहिँ राडी बन्दै हुनुहुँदो रहेछ। अघि चाहिँ हजुरआमा बन्दै हुनुहुन्थ्यो। यो चाहिँ राडी बन्ने मेसिन हो। र यो चाहिँ भेडाको ऊन हो। अनि यहाँनिर यसरी बन्दै हुनुहुँदो रहेछ। म कुनै दिन यसबारेमा पनि भिडियो विस्तृत रूपमा बनाउने छु। र अब हामी चाहिँ यहाँबाट यो रोटै रोड हुँदै स्कुल छेउ पुगेर घरतर्फ लाग्नेछौँ है त। साथीहरू हामी चाहिँ लागिरहेको छौँ यो रोटै रोड घरतर्फ।
यता मामा हुनुहुन्छ र हामी चाहिँ दुईजना अहिले घरतर्फ लाग्दैछौँ। डेडी चाहिँ पछाडि आउँदै हुनुहुन्छ र हामी चाहिँ स्कुल साइड पुगिसकेको छौँ साथीहरू। यहाँनिर साना भाइ बहिनीहरू खेल्दै हुनुहुँदो रहेछ र साथीहरू अहिले चाहिँ म ठ्याक्कै हाम्रो आङखोपको श्री सिम्मेश्वरी माध्यमिक विद्यालय जुन विद्यालयमा मैले 12 कक्षासम्म अध्ययन गरेको स्कुलको अगाडिपट्टि छु र यहाँ चाहिँ भर्खरै नयाँ पानी खाने धारा निर्माण हुँदै रहेछ र यो चाहिँ हाम्रो सिम्मेश्वरी माविको सबैभन्दा पुरानो भवन हो। र यहाँ चाहिँ हाम्रो आङखोप श्री सिम्मेश्वरी माविको सरस्वती पूजा गर्ने, सरस्वती माताको हरेक वर्ष पूजा गर्ने टेम्पल छ र यसमा हरेक वर्ष सरस्वती देवीको पूजा गरिन्छ। साथीहरू त्यस्तै दृश्यहरू देखाउँदै म चाहिँ यो मेन रोड हुँदै घरतर्फ जाँदैछु र यहाँबाट चाहिँ आङखोप बजारको ब्याकग्राउन्ड यस्तो देखिन्छ र यता पारीको डाँडाकाँडाहरू यस्तो देखिन्छ र म चाहिँ अब आफ्नो घरतर्फ लाग्छु। र साथीहरू हामी चाहिँ अब घरतर्फ लाग्दैछौँ र साँझ पनि परिसकेको छ र आजको मेरो ब्लग चाहिँ यस्तै भयो। हजुरहरूलाई आजको मेरो ब्लग के कस्तो लाग्यो हजुरहरूको प्रतिक्रिया कृपया कमेन्ट बक्समा राखिदिनु होला र साथै मेरो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा मेरो च्यानललाई एक सब्सक्राइब, मेरो भिडियोलाई एक लाइक गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब हामी फेरि अर्को भिडियोमा यस्तै गरी भेट हुनेछौँ। हस्त नमस्कार, सेवारो।